अब आज पूजा गर्ने दिन भिड त अब लाग्ने नै भयो। यत्रो लाइन छ, अब यो लाइनमा कसरी बस्ने यहाँ। धेरै ठुलो लाइन लागेर यहाँ पूजा गर्ने। हेलो गाइज, नमस्ते। आज हामी जाँदैछौँ शिवरात्रि मेलामा। धनगढीमा रहेको शिवपुरी धाममा जाँदैछौँ। सबै बिहानदेखि अब रेडी हुन त धेरै टाइम लगायो, तैपनि बाँकी चाहिँ आउँदैछन्, कति घरमै छन्। आज शिवपुरी धामसम्म गएको पुरै भिडियो म देखाउँछु। ल अब चाहिँ अहिले हामी घरबाट लगाइज अब शिवपुरी धाम जानको लागि अटो पनि आइसकेको छ। अब हामी यसमै बसेर जान्छौँ है। ह्याप्पी शिवरात्रि। एउटा अटो भरिदैछ। आई एम ड्राइभिङ म्यान। ल अहिले चाहिँ हामी अटोमा बसिरहेछौँ यहाँ। हेलो गाइज, आज चाहिँ हामीहरू गइरहेछौँ धनगढीमा रहेको शिवपुरी धाम। अहिले चाहिँ हामीहरू हिँड्न लाग्यौँ, सबै छौँ यहाँ। अरूले भनेको मम्मी बाबा आएर हेलो हेलो। ल अहिले चाहिँ घरबाट हिँडिसकेका छौँ, यहाँ अटोमा छौँ, जाँदैछौँ। अब आज शिवरात्रि मेलामा हेर्ने भनेर गइरहेछौँ। ल यसै अटोमा बसेर लगाइज अहिले चाहिँ हामी अटोमै गइरहेछौँ। बाटोमै छौँ, घरबाट अलि नजिकै पुगेका छौँ। अब आज शिवपुरी धाम घुम्न जाने भनेर हामी पुरै ग्याङ बटुलेर आइसकेका छौँ। गइरहेछौँ, पुरै अटो प्याक छ। यो सबै जाने भनेको शिवपुरी धाममै हो। मेला पनि कस्तो भइरहेछ सबै आज यो भिडियोमा देखाउँछौँ। ल त गाइज अब हेर्दै गर्नु होला भिडियो। ल गाइज अहिले चाहिँ हामी अब अटोबाट उत्रिसकेका छौँ। अब योभन्दा माथि अटो लग्न मिल्दैन। अब यहाँदेखि हामी हिँडेर जान्छौँ। अब यहाँदेखि लगभग अब थोरै छ, अब सबै उत्रिसकेका छन्। अब यहाँदेखि सिधा जान्छौँ हामी माथितिर। ल गाइज अहिले चाहिँ हामी यो शिवपुरी धामको बाहिरतिर पुगिसकेका छौँ। अब हामी भित्र जाँदैछौँ। सबै आइरहेछन् यहाँ। बाहिरनिर नि धेरै भिड छ यहाँ। पहिला पूजा आएर कोही खाला। लगाइज यहाँ चाहिँ लास्टै भिड रहेछ नि यहाँ त। पुरै मान्छेहरूको भिड रहेछ यहाँ। लास्टै भिड रहेछ। यिनीहरू चाहिँ यहाँ पूजा गरेर अब फर्किन लागिसक्यो। अब कति जान लाग्छन्, कति फर्किन लाग्छन्। अब यस्तै देशभरि पूजा गर्नेको आज नै भिड हुन्छ। के हो? यहाँ चाहिँ बाहिर चाहिँ लास्टै भिड रहेछ। हामी पनि गइरहेछौँ।
अब बिहान चाहिँ सायद धेरै थियो क्या हो, अहिले पनि धेरै छ यहाँ भिड त। हाम्रो ग्याङ कहाँ गए? पछाडि आउनु नाच्छ। ए छिटो आसो। शिवरात्रिमा चाहिँ यहाँ चाहिँ ठुलै मेला लाग्ने रहेछ। म पनि आज पहिलोचोटि नै हो यता आएको। शिवपुरी धाममा पहिला आएको थिएन, लास्टै भिड लाग्ने हुने रहेछ। हामी पनि गइरहेको थियौँ। अब ल यो चाहिँ यहाँ गेट हो। यहाँबाट चाहिँ भित्र जाने अब धेरै आउला छन्, धेरै जानला छन्, लास्टै भिड छ। यो चाहिँ यहाँबाट भित्र जाने गेट नि बनाएर रहेछ। ओहो, यता चाहिँ लास्टै भिड रहेछ गाइस। ओ माई गॉड, यहाँ चाहिँ पूजा हुँदैछ। हो तपाईँको काम जान लाग्यो। यहाँ त चर्का पनि रहेछ त अच्याल त। ल एउटा अगाडि। ल गाइज हामी चाहिँ गइरहेछौँ। यहाँ चाहिँ भिड चाहिँ लास्टै रहेछ। अब आज पूजा गर्ने दिन भिड त अब लाग्ने नै भयो। कति पूजा गरेर फर्किन लाग्छन्, कति जान लाग्छन्। पूजा गर्ने ठाउँमा त माई गॉड कति भिड छ यहाँ। र यहाँ सुरक्षाको लागि पुलिसहरू पनि आएर छन्। अब हामी पनि अहिले आछौँ। अब पूजा गर्नलाई अगाडि गइरहेछौँ। यहाँ चाहिँ लास्टै भिड छ। यस्तो भिडमा हुन्छ त अब पूजा, गाह्रो छ आज। लाइन लाग्दै माइजो इति गरे यहाँ चाहिँ चप्पल गरेर भित्न जानुपर्ने रहेछ।
जुत्ता खोलेर भित्र जाँदैछु। भिड छ त्यहाँ। आऊ केही हुँदैन। त्यहाँ जानु पर्यो त। ओ माई गॉड। आज पालो आउन मुस्किल छ। यस्तो भिड छ नि गाइज, यहाँ खुट्टो राख्ने नि ठाउँ छैन। यस्तो दुई गाई आएको थियो भने भयो यस्तो हिँड्न त। अनि यता हाय हाय। यहाँ चाहिँ अब यिन पूजा गर्नेहरू लाइन लागेर पुरै पालो पालोमा गइरहेथे। हेर्नुहोस् न गाइज, यस्तो लाइन लागेको छ नि यो पूजा गर्नको लागि। अनि यतातिर पनि पूजा नै भइरहेछ। आज दिउँसभरि यता पूजा नै पूजा हुने हुन्छ। ल हेर्नुहोस् त गाइज, यस्तो पानी आउने ठाउँ नि बनाएको छ। यत्रो लाइन छ। अब यो लाइनमा कसरी बस्ने? यहाँ धेरै ठुलो लाइन लागेर यहाँ पूजा गर्नेहरू धेरै छन्। म चाहिँ त्यहाँ लाइनमा नलागेर यस्तै यताउति हिडडुल गरिरहेको थिएँ, हेरिरहेको थिएँ यताउति कस्तो छ, रमाइलो भइरहेको थियो। यता पनि यस्तो पानी आउने बनाएर रहेछ। यहाँ पनि पूजा नै भइरहेको थियो। यसो त्यहाँको दृश्य हेर्दा त एकदम रमाइलो सबै गरिरहेको थिएँ। एकदम राम्रो सजाएको छ मन्दिरलाई, एकदम राम्रो बनाएको छ। यहाँ चाहिँ एकदम राम्रो पानीको धारा बनाएर रहेछ। अलि पानी हाल सुक्यो।
यो चाहिँ यहाँ जसले स्नान गरिरहेका छन् शुद्ध पानी भनेर नुहाइरहेका छन्। यो पनि एउटा धार्मिक संस्कृति हो। अब यहाँ चाहिँ कतिवटा धारा छन् ठ्याक्कै थाहा भएन, तर सबै यहाँको पानी हाल्दै हिँड्दै गरिरहेको थिए। ए यानाल यहाँ चाहिँ पुरै घाट टाँगेका रहेछन्। सबै यहाँ हेर्नु पूजा गर्दै घाटहरू बजाउँदै धेरै उता परसम्म छ। सबै हेर्दा पनि एकदम राम्रो दृश्य देखिरहेछौँ। हेर्दा पनि यहाँनिर चाहिँ यो मूर्ति बनाएर रहेछ, त्यही भएर यहाँनिर अलि बढी मान्छेहरू छन्। सबै धुपहरू बालिरहेछन्। यो चाहिँ यता टुप्पासम्म, त्यसपछि यता ल यहाँनिर चाहिँ मूर्ति भएकोले सबै पूजा गर्न आइरहेको छ। यो चाहिँ त्यसको टुप्पोमा जाने बाटो हो। त्यहाँबाट लाइन लागिरहेछन्, कति गइरहेछन् कति आइरहेछन्। लगाइज अहिले म चाहिँ त्यो पूजा गर्ने ठाउँबाट बाहिर निस्किसकेको छु। अब यो चाहिँ बाहिरको ठाउँहरू भयो। यहाँ आउने जाने मान्छेहरू भिड लास्टै थियो, तर यहाँ बाहिर पनि पूजा गर्ने ठाउँहरू धेरै थिए। ल त गाइज अब चाहिँ हामी पूजा सकेर अब घरतिर फर्किसकेका छौँ। अब यहाँ पूजा गरियो, रमाइयो, त्यसपछि अब चाहिँ हामी अब घरतिर फर्किरहेछौँ। अब आजको चाहिँ यति नै। भिडियो कस्तो लाग्यो, अब मन पर्यो भने लाइक कमेन्ट सेयर गर्न चाहिँ नभुल्नु होला। ल त गाइज फेरि भेट्नेछौँ, बाई बाई।